सेवारो नमस्ते, म सुम्लोवा। म तपाईहरुलाई आज यो मेरो घरको वरिपरि के छ भनेर देखाउन गइरहेको छु। यो मैले निकै साल भयो यो ग्रास रोपेको, फुल्न थालेको छ। मजाले पोहोर साल पनि फुलेको थियो। मान्छेले भन्ने गर्छ ग्रास घरको छेउमा रोप्नु हुँदैन अरे भनेर भन्छ। राम्रो हो कि नराम्रो मलाई कमेन्ट्स गर्नु होला। अनि यो मेरो हेर्नुस् त, यो चुकमा मेरो कुकुर धेरै साल भयो। तपाईहरुले अनुमान काट्नुस् त कति वर्षको हो। यो लगभग पुगिसक्यो, यो 17 वर्ष। 2009 देखि पालेको मैले। मेरो अस्ति अलिकति बिसार रोपेको थिएँ, त्यो खनेर साफ सुग्घर गरेर आज चाहिँ काट्नु गइरहेको छौं। यो मेरो छोरा, सानो छोरा ओबेन लिम्बुले पनि सघाउँदैछ। अनि यो बेसार काटेर सुकाएर अब पिस्ने। पहिला त ओखलीतिर कुट्थ्यो, यो ओखलीमा कुट्नु ओखली छैन, चलन छैन। त्यसैले मेलमा लान्छु भनेर सोचिरहेको छु। तर 13 माइल मुनि रातोमाटी छेउमा छ अरे, त्यहाँ लगेर। यो मेरो सानो फार्म छ, चिकन लोकल चिकन फार्म छ। भर्खर बच्चा निकालेको छ यो चल्ला। यो बाख्रा पालेको छु 1-2वटा। यो पोबेन चाहिँ खालि बाख्रा खोरमा जान्छु भन्छ, कुखुरा खोरमा जान्छु भन्छ, बाख्रा हेर्ने कुखुरा हेर्ने भन्छ। 2 साल लाग्नु आँट्यो। यहाँ कुखुराहरू चारो खाएर अहिले माथिल्लोपट्टि यताउता गइरहेको छ। अनि यो एक्वेरियम सानो माछा पालन गरेको छु। यहाँ मैले लोकल यो 2-3वटा चाहिँ कमल कप लाएको छु। अनि बेसी जस्तो असला, कत्ले, त्यसमा बोरोली फिस भन्ने पनि हालेको छु। 2-3 प्रजातिको छ। अनि यो मैले भर्खर ल्याएको छु, यो मस्कोभी डक्स भन्दो रहेछ। यो भर्खर मैले पनि भर्खर ल्याएको, एक जोडी ल्याइरहेको छु। कस्तो हुन्छ पाल्न रहर लागेर। अनि तपाईहरुलाई के देखाउँ भने यहाँ यो बाटो उकालो जाँदाखेरि माथि रोड भेट्छ। रोडको छेउमै, रोडदेखि चाहिँ अलिक मुनि हो मेरो घर। परिवा पनि छ। परिवा चाहिँ मेरो हैन, तल्लो घरको मुखाङ भाइको यहाँ आउँछ। अनि पहिला त धेरै बेसी थियो मुखाङ भाइको पनि। अहिले परिवा मासिसक्यो, के भयो। आज यहाँनिर आइपुगेको छ मेलमा। उहाँले चाहिँ अघि मेरो सुकाएको बेसारलाई वेट गर्नुभयो। वेट गर्दाखेरि 2 केजी आधी चाहिँ रहेछ। 2 केजी आधी वेट गरेर अब पिस्नु थालेको छ। हेरौँ कसरी पिस्दो रहेछ। यहाँबाट अघि पोलिथिन थाप्नु भएको छ। यसमा चाहिँ पोलिथिन बाँधेको झोला यहाँबाट लाएर पिसेर उता पोलिथिनमा झर्दो रहेछ। हिजो अस्ति पनि धेरै आयो अरे, 20 केजी 25 केजीसम्म आउँछ अरे। मेरो अलिकति 2 केजी आयो। छिमेकीहरूलाई बाँधेर आफन्तलाई बाँधेर एक साल खान चाहिँ पुग्छ। तपाईँहरूले अर्ग्यानिक बेसार खानुहुन्छ कि आफै बनाएर खानुहुन्छ, त्यो पनि कमेन्ट्स गर्नुहोला। अनि मेरो फेसबुकमा हेर्नु हुँदैछ भने फेसबुकलाई फलो पनि गरिदिनु होला। अनि मेरो गाउँ भन्ने युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई कृपया सब्स्क्राइब पनि गरिदिनु होला। मैले